2-4 जना सडकमा उफ्रेर केही पनि हुँदैन। हेर्नुहोस्, आम नेपाली नागरिकले 2/3 नेपाली नागरिकले मत दिएको सरकार हो यो। त्यसैले नेपाली 2/3 मत दिँदाखेरि के भनेको थियो भने कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गराउने, भ्रष्टाचारलाई नियन्त्रण गर्ने, 47 सालदेखि अकुत सम्पत्ति आर्जन गरेर राज्य दोहन गर्नलाई कानुनी कारबाही ल्याउने भन्ने सरकारको मुख्य लक्ष्य त्यही थियो। आसेपासे र आफ्नो कार्यकर्ता भयो भने जारी पनि दर्ता नहुने त्यो प्रक्रिया त अहिले छैन होला। त्यसकारणले हामीले कानुनी शासन सोचेको हो। त्यसकारणले हिजो मैले के गरेँ त्यो गृहमन्त्रीले गर्ने काम थिएन, तर आज जे हुन्छ त्यो गृहमन्त्रीले गर्ने काम त्यो हो। त्यसकारणले गृहमन्त्रीले गरेको भनेपछि विगतका गृहमन्त्रीले गर्नुपर्ने काम गरेनन्। अहिले सुदन गुरुङ आइसकेपछि गृहमन्त्रीले गर्नुपर्ने साँच्चैको काम गृहमन्त्री गरेका छन्। तत्काल केपी ओली र रमेश लेखकलाई पक्राउ गरेको चाहिँ छिटो भयो, भोलिपल्ट समय भन्ने त उहाँहरूले फेरि के भन्नुहुन्छ भने 100 दिनमा उसले कामै गर्न सकेन भन्नुहुन्छ। त्यसकारणले हामी आलोचना गर्नेको मुख कहिले पनि थुन सक्दैनौँ। त्यसकारणले 100 दिनमा उहाँहरूले उपलब्धिमूलक काम गर्नुपर्छ। अदालत, न्यायपालिका, कानुन सर्वोच्च भएको यो देशमा एकजना व्यक्तिलाई पक्राउ गर्दाखेरि सडकमा हामी कार्यकर्ता उफ्रिएर आउँछौँ भने हामीले खोजेको कानुनी व्यवस्था कस्तो खालको हो त? न्यायपालिकामा जानु पर्थ्यो नि त, न्यायपालिकाले निर्णय गर्थ्यो होला नि त। हामीलाई कानुन बमोजिम कानुनी प्रक्रियाबाट पक्राउ पूर्ति जारी गरेर, जरुरी पक्राउ पूर्ति जारी गरेर पक्राउ गरेको वा फाइल खोल्दै गरेका भ्रष्टाचारका फाइल खोल्ने प्रक्रियामा सरकारको निर्णय होस्, त्यो कुनै पनि गरेका हुने काम होइन। त्यो काम भोलि गलत भयो भने अदालतले त्यसलाई परीक्षण गर्छ, अदालतले रोक्छ। त्यसकारणले